हेलो एभ्रिवान, नमस्ते, वेलकम बैक अगेन, वेलकम बैक टू माई न्यू भिडियो। आजको यस भिडियोमा चाहिँ केही जापानको एकदमै महत्त्वपूर्ण जानकारी लिएर आएको छु। भर्खरै प्राप्त भएको जानकारी अनुसार चाहिँ आज चाहिँ मे 20 जाँदै गर्दा चाहिँ जापानको यो जुलाई इन्टेकमा सिओई एप्लाई गर्नेहरू जो हुनुहुन्छ नि, उहाँहरूको चाहिँ धेरै जसोको सिओई चाहिँ आउन थालिसकेको भन्ने खबर प्राप्त भएको छ है। मलाई सोधिराख्नु भएको थियो भिडियोहरुमा, कमेन्टहरुमा पनि मलाई धेरैले जुलाई इन्टेकमा एप्लाई गर्ने स्टुडेन्टहरुले यो हालसालै चाहिँ यो जुलाई इन्टेकको चाहिँ धेरै सिटीहरुको चाहिँ सिओई आउन थालिसकेको छ। जुलाई इन्टेकमा चाहिँ थोरै स्टुडेन्टको एप्लाई गरेको भए तापनि विद्यार्थीहरुको सिओई आउने रेटमा चाहिँ राम्रै रहेको छ। यसपालि हामी रहेको कलेज रहेको सिटी नागोयाको नि पर्सि 22 तारिक आउँछ भन्ने छ। अरु टोकियो लगायतका धेरै सिटीहरुको चाहिँ आउन थालिसकेको रहेछ आज हिजोबाट नै। यो सिओई आउने क्रम चाहिँ यो महिनाभरिको अन्तिमसम्ममा चाहिँ धेरै सबैको प्राय जुलाई इन्टेकमा एप्लाई गर्नेहरुको सिओई आइसक्छ है। अब जुलाई इन्टेकमा चाहिँ सिओई कम आउँछ, जुलाई इन्टेकमा चाहिँ आउँदैन भन्ने एउटा भ्रम थियो नि जुन, त्यो चाहिँ अलि असत्य हो हैन। अब विद्यार्थीहरु चाहिँ अलिकति कम स्टुडेन्टहरुको एडमिसन लिने भएर अलिकति चासो, अलि चिन्ता यो जुलाई इन्टेकको चाहिँ सबैलाई कम हुन्छ है, त्यही भएर यस्तो कम देखिन्छ। तर समग्रमा हेर्दाखेरि यसमा अब 100% ले नै अप्रिल अक्टोबर 75 जतिले गर्छन् भने यसमा चाहिँ जम्मा 20-25% मात्रै एडमिसनहरु लिने गर्ने गरेकाले चाहिँ अलिक कम देखिएको हुन्छ। अब सबै सिटीहरुको चाहिँ यो महिनाको लास्टतिरसम्म आइसक्छ है। धेरै जसो कलेजहरुको राम्रोसँग डकुमेन्टेसन भएका कलेजहरुको 100% सिओई पनि आइराखेको छ। यो जुलाई इन्टेकमा आउँछ पनि है, जुलाई इन्टेकमा आउँछ पनि। त्यही भएर अरूको सिओई आइसक्यो, मेरो चाहिँ सिओई आएको छैन। कलेजले कता लगो कता भन्ने खालको दुविधामा पर्नु भएको छ भने यो महिनाभरि चाहिँ तपाईको यो महिना र अर्को महिनाको फर्स्टमा नै केहीको आउन सक्छ भने युनिभर्सिटीको केसहरुमा चाहिँ ढिला पनि हुन सक्छ हैन। त्यही भएर अलिकति कुर्नु होला, तपाईहरुको सिओई राम्रो आउँछ। आई थिंक डकुमेन्टेसन राम्रो गर्नु भएको छ भने तपाईको 100% सिओई आउन चाहिँ कसैले रोक्नेवाला छैन है। सिओई आइसकेकोहरुलाई सबैलाई एकदम बधाई छ है। अब आउन बाँकीहरुलाई पनि धैर्य गर्नु होला। तपाईहरुलाई नि बेस्ट अफ लक। सिओई आइसकेकोहरुले फर्दर प्रोसेसहरु अगाडि छिटो गरेर चाल्नु होला। यही हो आजको भिडियो चाहिँ यति नै थियो। थ्यांक यू फर वाचिङ। बाइ बाइ। फेरि अर्को भिडियोमा आउने छु।